हेलो फ्रेंड्स, वेलकम टू द चैनल। फेसबुक में कंटेंट मोनिटाइजेसन आए सँगसँगै फेसबुक प्रोफाइलबाट पनि अर्निङ गर्न सकिन्छ र त्यस्तै किसिमले फेसबुक पेजबाट पनि अर्निङ गर्न सकिन्छ। फेसबुक प्रोफाइलबाट अर्निङ गर्नको लागि प्रोफेसनल मोड अन गरेको हुनुपर्छ भने पेजमा त्यस्तो केही पनि गर्नु पर्दैन। आज हामी यस भिडियोमा फेसबुकमा कन्टेन्ट पोस्टिङ गरेर अर्निङ गर्नको लागि फेसबुक प्रोफाइल ठीक हुन्छ या फेरि फेसबुक पेज ठीक हुन्छ यसै विषयमा चर्चा गर्दैछौँ। सबैभन्दा पहिले त हाम्रो यस भिडियोलाई लाइक गर्नुस् र यस च्यानललाई पनि सब्स्क्राइब गर्नुस्। प्रोफाइल क्रिएट गर्नको लागि सबैभन्दा पहिले त एज अ पर्सन फेसबुक एकाउन्ट क्रिएट गर्नुपर्छ जुन तपाईसँग अलरेडी नै छ र त्यसलाई प्रोफेसनल मोडमा अन गर्नुपर्छ। प्रोफेसनल मोडमा अन गरिसकेपछि तपाईको फेसबुक प्रोफाइल प्राइभेट रहँदैन, पब्लिक प्रोफाइल बन्छ। तर पेज क्रिएट गर्नको लागि पहिला एउटा पर्सनको एकाउन्ट हुनुपर्छ र त्यहाँभित्रबाट बल्ल पेज क्रिएट गर्नुपर्छ र पेज क्रिएट गरिसकेपछि त्यो पेजले पनि एज अ प्रोफाइल ट्रिट गर्छ। प्रोफाइल र पेज दुवै म्यानेज गर्नको लागि दुवैमा अलग अलग क्राइटेरिया पुगेको हुनुपर्छ। दुईटै म्यानेज गर्नुभन्दा एउटा चलाउनु ठिक हुन्छ। प्रोफेसनल मोड भनेको एउटा पर्सनको एकाउन्ट भएकोले यहाँ फ्रेन्डहरू पनि एड गर्न मिल्छ। फ्रेन्डहरू, रिलेटिभ्सहरू, फ्यामिली मेम्बरहरू सबैलाई फ्रेन्ड एड गर्न मिल्छ। 5000 सम्म फ्रेन्डहरू बनाउन मिल्छ र ती 5000 फ्रेन्डलाई एज अ फलोअर पनि ट्रिट गर्छ। पेजमा पर्सनको एकाउन्टमा जस्तो फ्रेन्ड्स नहुने भएकोले केवल फलोअर मात्रै हुन्छन्। त्यसैले प्रोफेसनल मोडमा इजिली 5000 फलोअर बनाउन सकिन्छ, जहाँ पेजमा 100 फलोअर बनाउन पनि धेरै गाह्रो हुन्छ। प्रोफेसनल मोड एउटा पर्सनको एकाउन्ट हो भने पेज एउटा बिजनेस अथवा ब्रान्ड हो। बिजनेस र ब्रान्डलाई प्रमोट गर्नुपर्छ। प्रमोट गर्दा सुरुमै डलर खर्च गर्नुपर्छ, जहाँ सुरुमा इन्कम नै हुँदैन, उल्टै खर्च गर्नुपर्छ। त्यस्तै पेजको एडभान्टेजेस र प्रोफेसनल मोडको डिसएडभान्टेजेसहरू पनि छन्। प्रोफेसनल मोड एकजनाले मात्रै चलाउन मिल्छ। जसको एकाउन्ट हो त्यस बाहेक अरू कसैले केही पनि गर्न मिल्दैन। तर पेजमा त्यस्तो हुँदैन। पेजमा थुप्रै पर्सनहरूलाई थुप्रै टास्कहरू, थुप्रै रोलहरू एसाइन गर्न मिल्छ। एकभन्दा धेरै एडमिन पनि बनाउन सकिन्छ र पर्सनको टास्क अनुसार रोल एसाइन गर्न मिल्छ र एक्सेस कन्ट्रोल पनि लगाउन मिल्छ। यसरी हेर्दाखेरि प्रोफेसनल मोड एउटा व्यक्तिले चलाउँदा मात्रै ठिक हुने भयो भने पेज एउटा टिममा बसेर एकभन्दा धेरै व्यक्तिहरूले चलाउनको लागि पेज ठिक हुने भयो। हुन त एकजनाले पनि पेज म्यानेज गर्न सकिन्छ, तर एकजना मान्छेले प्रोफेसनल मोड, पेज सबै म्यानेज गर्न अलि गाह्रो हुन्छ, अलि धेरै टाइम दिनुपर्ने हुन्छ। त्यसैले एउटा व्यक्तिले एक्लै काम गर्नको लागि पेज भन्दा पनि प्रोफेसनल मोड ठिक हुन्छ, तर टिममा काम गर्नको लागि भने पेज ठिक हुन्छ। यति नै हो आजको यस भिडियोमा। तपाईलाई यो भिडियो कस्तो लाग्यो एउटा लाइक गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनमा हिट गर्न नभुल्नुहोला, ताकि जब हामी कुनै नयाँ भिडियो अपलोड गर्छौँ त्यसको नोटिफिकेसन सबैभन्दा पहिले तपाईलाई प्राप्त होस्।